यता त्यहाँ कमिला आउँछ उता कहीको कस्तो टोक्ने कमिला खायो क्या यहाँ बाबाको गोडा मात्रै टोक्यो उयोले खन्ने भने होइन उयोले जाऊ ल जाऊ यहाँ कमिला आएको भाइ कमिला टोक्छ कि उता जाउँ उता सार्ने हो यो खाली लाउ खाली चप्पल लाउ त ऊ कमिलाले टोक्छ कस्तो दुख्दो रहेछ त्यसले यता चप्पल लाउ के यता आउनु त माम भठामा जाऊ त यताबाट जाऊ यताबाट राख्दैन माथि नराख्दा पनि हुन्छ माथि चाहिँ डोरी बाँधिदिनु कि डर पनि चाहियो नि फेरि होइन भयो पुग्यो भने भोक लाग्यो छोरीलाई हो हो अनि यहाँ सकेपछि यहाँ नभए म उता जाँदा डेरीबाट किनिदिन्छु नि है होटेलबाट जाने हो के भएको छोरीले छोरीले के भयो यसले खाने भने हो उता ढुङ्गा टिप्नु जाऊ दुईजना मेरो छोरो म अहिले साथी यो अहिले पखान अहिले खन्दाखेरि कहाँ पर्छ त्यो यो गर्ने त्यही त अहिले पखान पखाएर यहाँ म मिलाउँछु छोरी यहाँ कमी लाग्यो हेर न गोडामा कति राम्रो कपाल हात देखाउँदै हात एकचोटि कस्तो भएछ हात देखाउँछ एकचोटि त्यति होस् काम गरेको हो काम गरेको हो फोरवाल उ त्यसरी ढुङ्गा टिपल जाउँ मामको जस्तै लैजाउँ मर्निङ सर ठिकै हो अब यसो लगाइदिइ हेर्नु पऱ्यो के हुन्छ कि छोरी बारीमा हो आज स्याटरडे छोरी आज ऊ के काम गर्न आरे मामु छोरीको प्रोजेक्ट वर्क होइन प्रोजेक्ट वर्क होइन ऊ त्यहाँ सिसा छ है बेबी त्यता छोरी यो म्यामलाई देखाउनुपर्छ पो त नि स्कुलमा यो काम गरेको पर्छ पर्छ हुन्टुन्टु के हुन्टुन्टु हुने छोरी म्यामलाई देखाउनुपर्छ पर्दैन यसो गर्थेँ म यहाँ मोबाइल राख्छु सबले काम गरेको देखिने गरी है तिम्रो मात्रै हो माम पनि गरेको छु काम गर नि त दुईजनाकै छ
आज तिमीले के गर्यौ यहाँ उहाँ पर उहाँ उता स्कुटर भालेर स्कुटर भानेर क्या उहाँ पर लिएर हिँड्नु त यसले खन्न मन लाग्यो बेबलाई हो त्यहीँ राख नि त त्यहीँ राख हो त्यहीँ राख उयो यस्तो यस्तो टिप त बेबी यो पत्ताहरू सबै अहिले खन्नुपर्छ क्या उ त्यो के को बोट होला उ त्यो देखाउँछ ल म पर हो हुन्छ त्यहाँबाट गर्दा हुँदैन यहाँ बिचमा बरु लहरा नहुने लगाइदिने कि यस्तो यहाँ काँक्रोहरू लहरा काँक्रोहरू पर्दैन यस्तो पाराले भाटा हाल्ने त्यही भाटा खाल्ने हुन्छ फर्सीलाई फर्सी त बिजनेस गर्नु हो त्यही भने यसलाई यो तलैबाट लगाइदिउँ न बिच खाली नै होस् यसबाट फर्सी हाल्नु हो त्यही भने मैले यहाँबाट गर्नु हुन्छ त्यहाँबाट गरेँ नि भयो अहिले तल गरेँ नि भयो अहिले तल त्यहाँबाट भने हो यति गर्दा हुन्छ त्यसको सिधै यहाँबाट हुन्छ हुन्छ पर्दैन है फेरि अब यहाँ खन्न थाल्नुपर्छ बेबी यहाँ आऊ त बेबी यस्तो गरेको नि बेबीलाई यस्तो हेर्नु यहाँ आएर त यहाँ आएर त के भयो अरे छोरीलाई के भएको भोक लाग्यो हो ल म यहाँ बेबीलाई डेरीको भोक लाग्यो हो हो पसलको भोक लाग्यो हो के को त के को भोक लाग्यो नि त के को भोक लाग्यो भन त भन नि भन त एकचोटि बेबी भन नि मलाई भन नि त पसलकै भोक लाग्यो भने म पसल के दिन्छु आज बेबीको स्याटरडे हो नि त हो कि डेरीको हो के को भन नि त के को भन नि मलाई त मैले त सोधेँ त पसलको हो कि डेरीको हो कि घरको हो कि के को त यही बनाएर खाने भन नि त के को डेरी भन सरी चिसै यहाँ है यहाँ पनि